नेपाल हुँदा दलाललाई कति थर्काइयो क्या। ए छिटो 20,000, ए भिसाले, ए मलाई छिटो पुरा अरू सबैको भिजा आइसक्यो, सक्यो। मेरो चाहिँ आउँदैन। कति थर्काइयो क्या। ए कति छिटो टाइम भइसक्यो, अरूको 2 महिनामा फ्लाइटको अब 4 महिना भइसक्यो। सार्नु, ए ढिला भयो, छिटो पठा, छिटो गर भन्यो के है। थर्काइयो। विदेश जानु धेरै रहर भयो के। कहिले भिसा आउला र कहिले उडेला, घर परिवारको अवस्था होइन, पैसाको अभाव, कहिले टार्न सकेला होइन, कहिले ऋण तिर्न सकेला भन्ने सोच, कहिले विदेश आउँला भन्ने थियो। अब विदेश आयो, यहाँको घाम, यहाँको पेलाइ, यहाँको काम है, बिमार हुँदासम्म छुट्टी पाइँदैन क्या। जुन देशमा पनि दुःख त सङ्घर्ष त गर्नै पर्छ क्या। तर खाडीको दुःख र युरोपको दुःख धेरै फरक छ क्या साथी।